आज चाहिँ हामी ग्रुपिङमा चितलाङ जाँदैछौँ है। आज चाहिँ मैले गाडीबाट नै भ्लग गरिरहेको छु किनकि ढिला भयो क्या, यति हतार आज मैले सबैको गाली पनि खाएँ ढिला गरेँ भनेर। दिदी के भन्नुहोस् त तपाईँ? दिदीहरू रिसाइराख्नु भएको छ क्या मसँग, किनकि अब मैले चाहिँ सबैलाई छिटो बोलाएँ तर मैले नै ढिला गरेँ नि त, त्यही भएर। सो आज हामी रमाइलो गर्नेछौँ। आज कहाँ जाँदैछौँ? हामी अहिले चाहिँ हामी यहाँ थापाथली चोक आइपुग्यौँ। यहाँ चाहिँ यस्तो जाम छ क्या, जहिले पनि जाम हुन्छ। सो अहिले चाहिँ हामी थानकोट आइपुगेका छौँ। अब यहाँबाट लाग्छ होला 1-1.5 घन्टा जति चाहिँ। सुनसान छ, यहाँ चाहिँ धेरै जाम छैन उता जस्तै। अहिले चाहिँ हामी थानकोट चेकपोस्टमा आइपुगेका छौँ। यहाँ चाहिँ सरहरूको काम परेर त्यही भएर रोक्नुभयो। सरहरू चाहिँ अहिले पुरा इन्जोय गर्ने मुडमा हुनुहुन्छ। यहाँ चाहिँ साथीहरूले ब्रेकफास्ट गर्दै हुनुहुन्छ गाडीमै। सबजनालाई भोक लाग्यो अरे, त्यही भएर चिज बल खाँदै हुनुहुन्छ सबैजना। हाम्रो सानो भाइ आज एकदम मुडमा छ। यो ठाउँ चाहिँ म चाहिँ पहिलोपटक नै आएँ। यो ठाउँ चाहिँ थाहा थिएन। यो ठाउँलाई के भन्छ दाइ? चन्द्रगिरी अरे हो। सरहरूले चाहिँ गाडीमै सुरु गरिसक्नु भयो। सानो भाइ आज निकै जोसमा छ हौ। सुधिपेको भर्खरै आवाज सुन्न पायो। ठाउँ रहेछ रमाइलो खालको। ठाउँलाई के भन्छ अरे फेरि भन्नुहोस् त? ए किटी कुट्ने रहेछ। यो बाटो चाहिँ अलिक कच्ची रहेछ। हामी जाँदैछौँ, बाटो चाहिँ अलिकति पछाडि छ, त्यही भएर एकछिन रोक्नु पर्यो। बाटो रहेछ यहाँ। ल अहिले चाहिँ हामी यहाँ खाजा खाने ठाउँमा झरेको छौँ। यहाँ चाहिँ अब एकछिन रेस्टको लागि अरे। सो हामी चाहिँ यहाँ आएको छौँ। यो ठाउँको नाम चाहिँ के हो त्यो चाहिँ मलाई थाहा छैन। आज हाम्रो भाइ चाहिँ एकदमै जोसमा छ है। खोइ जब कि ऊ नै नआउनु खोजिरहेको थियो, आएपछि त बाफरे तेवरै छुट्टै छ। हामी चाहिँ एकछिन रेस्ट गरेर अब फेरि गाडीमा चढ्दैछौँ। कति धेरै धुलो आएको हौ। चितलाङ आइपुगे। हामी चाहिँ हाम्रो रिसोर्टतिर आइसकेका छौँ। सो फाइनली हामी चाहिँ झन्डै 3 घन्टा पछि चाहिँ आइपुगेका छौँ चितलाङ। यता साथीहरू चाहिँ झर्दै हुनुहुन्छ। फाइनली आइपुग्यौँ। खासै बस्नु ठिक छैन। फाइनली आइपुग्यौँ। कस्तो फिल भइरहेछ आएर? ल जाम साथीहरू, सामान चाहिँ राखौँ ल। ओ माई गड। सो फाइनली हाम्रो कटेजमा आइपुग्यौँ है। रमाइलो भयो गाडीमा आउँदा पनि, त्यस्तो गाह्रो चाहिँ भएन।
टेन्टमा हैन बस्ने सो हामी चाहिँ फाइनली आइपुगेका छौँ है रमाइलो रहेछ ठाउँ चाहिँ क्यानोपिङ खेल्दैछौँ हामी चाहिँ अहिले चाहिँ हामी स्न्याकको लागि जाँदैछौँ हामी छिटै नै आइपुग्यौँ भनौँ न उज्यालो छ अनि हामी घुम्न जाने यो ठाउँ चाहिँ एकदमै रमाइलो रहेछ क्या मलाई चाहिँ फेरि चितलाङ पहिलेदेखि नै आउनु मन लागिरहेको थियो फाइनली पुरा पनि भयो ठाउँहरू पनि कति कुल छ क्या र साथीहरू चाहिँ बसिसक्नु कोही कोही चाहिँ आइसकेको छ भुटेको पोलेको उसिनेको काँचो जे छ नि मेरो छोरी खाने हो दाँत फुलेपछि म सिकाउँदै हुनुहुन्छ हाम्रो सुभाष सरले चाहिँ अहिले हाम्रो गन्तव्यमा पुगेर चाहिँ हाम्रो अब चाहिँ खाजाको स्टार्ट दाइ खानु 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 त कस्तो रहेछ टेस्ट गर्नु न ओके कस्तो छ यहाँको टेस्टी छ हामीले चाहिँ लन्च गरिसकेका छौँ सो अब चाहिँ हामी घुम्न जाने प्लानमा छौँ सो अहिले चाहिँ हामी घुम्न जाँदैछौँ हाम्रो बाँकी सरहरू चाहिँ तलै हुनुहुन्छ ड्रिङ्क गर्दै हुनुहुन्छ हामी चाहिँ जाँदैछौँ यहाँ चाहिँ टिकटक कुन गीतमा बनाउने भनेर सल्लाह हुँदैछ भाइहरू कस्तो फिल भइरहेछ त रोल्पाको आएको फिल भइरहेको जाँदैछौँ कतिखेर पुग्ने हो थाहा छैन वाउ यो नस्पति बगान त होइन नि साथीहरू ठाउँ चाहिँ राम्रो छ मलाई त पहिलेदेखि नै आउनु मन लागिरहेको थियो सो यहाँ चाहिँ हाम्रो बहिनीको चप्पलै ऊ निस्क्यो ऊ सानो भाइले मर्मत गर्दैछ उसलाई जुत्तै लाएर हिँड्नु भनेको यहीँ नजिकै जानु के जुत्ता लाउनु भनेर लगाएन अहिले चाहिँ चप्पल छुट्टाइ सारा दिने दिदी चप्पल बनाउने सानो भाइ तिमीले यो काम पनि गरेको थियौ कान्छ अनि गाउँघरमा यस्तो कति छिनिन्छ यो मदन भण्डारी युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी पनि रहेछ यहाँ पनि प्राय मान्छेहरू चाहिँ घुम्नुको लागि आउँदो रहेछन् शान्त छ है दिदी यहाँ राम्रो ठाउँ रहेछ यहाँ चाहिँ एकदम शान्त क्या सो अब हामी चाहिँ यो युनिभर्सिटी घुम्दैछौँ यहाँ चाहिँ हावा छैन है उता हेरी यहाँ चाहिँ छैन हावा सो अहिले चाहिँ हामी नास्पाती बगान आएको छौँ चितलाङको फेमस ठाउँमध्ये यो पनि एउटा हो प्रायः मान्छेहरू चाहिँ यहाँ घुम्नको लागि आउनुहुन्छ चितलाङ आएपछि प्रायः यो ठाउँ त छुटाउनु नै हुन्न सो हामी पनि यहाँ आएको छौँ यो ठाउँ चाहिँ एकदम रमाइलो रहेछ क्या सुनसान है रमाइलो मलाई चाहिँ मन पर्यो एकदमै अहिले चाहिँ हामी नास्पाती बगैँचा घुमेर फर्किँदैछौँ अहिले चाहिँ टु मच जाडो छ क्या त्यही भएर चाहिँ मैले यस्तो गरेको हो यार म चाहिँ अलि रोगी छु त्यही भएर चाहिँ मलाई चाहिँ अलि टिपिकल मलाई चाहिँ जाडो भइराखेको छ क्या त्यही भएर म चाहिँ अब मफलर टोपी सोपी लाएर हाम्रो गज्जु सरलाई झन् जाडै हुँदैन सरको त झन् केही छैन ल बिन्दास हो त्यही पनि जाडो हुँदैन समाज र सहर नगरे र कहर हामी आयौँ काठमाडौँ छोरा चितलाङको यो सहर भन्नेले गाउँ भन्ला नि हाम्रो लागि यो सहर हो हामी रमायौँ हामी बाँच्यौँ हामी खुसी जियौँ जिन्दगी आज मर्यो भोलि 2 दिन भन्छ नि हामी आज बाँचेर आएको छौँ है हामी अहिले चाहिँ हामी अब घुमेर यहाँ हामी कटेज आइपुगेका छौँ कोही कोही चाहिँ आधी आउँदै हुनुहुन्छ आज हामी यही क्याम्प फायर एकछिनपछि दाउरा बल्छ अनि फेरि खेद्नुहुन्छ उहाँ अहिले चाहिँ हाम्रो यहाँ क्याम्प फायर हुँदैछ हामी यहाँ बिबिक्यू पनि गर्नेवाला छौँ अब मौसमी चाहिँ कुर्मुरे खाँदैछ अब यहाँ चाहिँ मासु पोल्ने काम सुरु हुँदैछ यसो तपाईँलाई कस्तो लागिरहेछ रमाइलो लागिरहेछ हजुर हाम्रो सर देख्नु भएको नि तपाईँले हजुर मलाई चाहिँ यो चाहिँ भेराइटीमा यो स्वास्थ्य सम्बन्धी सबै कुरा ज्ञान छ हजुर मासु कति लेभलमा पाक्यो सबै कुरा थाहा हुन्छ उहाँलाई अनि उहाँ बस्नु मात्रै उहाँ म्याम हजुर हेलो तपाईँ सन्चै हुनुहुन्छ ल अहिले चाहिँ हामीले पोलेको मासु खान थाल्यौँ है गाइजहरू कस्तो छ अहिले
मौसम र म चाहिँ हाम्रो रुममा छौँ, तातो पानी खाँदै बसिरहेको छौँ किनकि अरू साथीहरू चाहिँ बाहिरै हुनुहुन्छ क्या, किनकि हामीलाई चाहिँ अलि जाडै लाग्यो क्या, ओभर जाडो लाग्यो नि त, एकदम जाडो छ बाहिर चाहिँ। चितलाङ त अब जाडो नै ठाउँ हो, तर एक्सट्रिमली नै हामीलाई चाहिँ एकदम जाडो भएर हामी चाहिँ भित्र एकछिन भए नि तातो भनेर चाहिँ भित्र आएको, अरू साथीहरू चाहिँ आएको तापेर रमाइलो गर्दै हुनुहुन्छ। अहिले चाहिँ हामीले खाना खान आँटेको, सो हामी स्टार्ट गर्दैछौँ खाना चाहिँ। सुभाष सरले सुरु गरिसक्नुभयो खाना खानलाई। हिमाल चढिसक्यो दिदीको मासु। ओ माई गॉड, अहिले चाहिँ हामी आगो ताप्दैछौँ। रातको कति बज्यो? 10 बजिसक्यो होला है, 10 बजिसक्यो। 10:30 ए 10:30 भइसकेको छ। हाम्रो आधी टोलीहरू चाहिँ खाना खानु जानुभएको छ, हामी चाहिँ खाना खाएर पनि आगो ताप्दैछौँ। यस्तो अहिले चाहिँ रातको 1:30 बजिसकेको छ। सो हामी चाहिँ अहिले चाहिँ सुत्नु जाँदैछौँ। हामी चाहिँ अहिलेसम्म आगो तापेर बस्यौँ। सो आजको दिन चाहिँ रमाइलो भयो, हामी लेट नाइटसम्म नै बस्यौँ। अब हामी सुत्छौँ। बाई बाई, गुड नाइट।